हेलो फ्रेन्ड्स, टासीदिले सबैजनालाई। र आज चाहिँ हाम्रो अब 15 तारिक 17 तारिक चाहिँ विश्वकर्मा पूजा। अब अस्तिदेखिको मैले भिडियोहरू हाल्दै थिएँ, कलेक्सनहरू गरेको। र आज चाहिँ हाम्रो अब फाइनल सपिङ भनौँ अब यहाँ सिलगढीबाट। विशेष चाहिँ अब विश्वकर्मा बाबाको प्रतिमा है मतिगाडामा म हेर्नु जाँदैछु। अब हाम्रो साथीहरू पनि आउँदैछ। म चाहिँ हिजो सिलगढीमै बसेको थिएँ र हाम्रो साथीहरू चाहिँ अब सबै सुकियाबाट आउँदैछ गाडीहरू लिएर, ट्रक पनि ल्याएर। र अब हामी चाहिँ यहाँ मूर्ति हेरेर मूर्ति लोड गरेर चाहिँ फेरि मार्केटमा गएर चाहिँ फेरि सपिङ गर्नुपर्छ। हेलो फ्रेन्ड्स, र अब चाहिँ म अहिले यहाँ मूर्ति भएकोमा आइपुगिसकेँ। प्रतिमा विश्वकर्मा बाबाको चाहिँ यहाँ बनिन्छ। यस्तो यहाँ चाहिँ सबैको बनिँदो रहेछ। यस्तो चाहिँ यहाँ हेर्नुहोस्, यहाँ दुर्गा माताको पनि दुर्गा पूजा पनि रेडी हुँदै रहेछ। अहिले चाहिँ फिलहाल चाहिँ अब यहाँ सब विश्वकर्मा बाबा हो। आइपुग्यो हाम्रो सुकियाबाट यहाँ कडाहरू। हाम्रो चाहिँ अब यो बुकिङ चाहिँ विश्वकर्मा बाबाको प्रतिमा चाहिँ यो भयो। यहीँ नुम्रेदाले चाहिँ डिएसपिएमएस लेखिदिँदैछ। यहाँ बेना, यहाँ राजस्था, यहाँ युडिदा। अब चाहिँ अहिले चाहिँ हामी अब यहाँ सिलगढी मार्केटमा आइपुग्यो र यहाँ मार्केटमा गाडी साडी चाहिँ अब पार्किङ भयो। हाम्रो यहाँ ग्याङ सबैजना छ, दुईवटा गाडी पार्किङ गऱ्यो। अब चाहिँ अब भित्र पस्ने दोकानतिर। अब सिलगढी हङकङ मार्केट। अब केटाहरू चाहिँ अब यहाँ सौदा गर्नु घुम्दैछ। सिल्कोमा जानु होइन, सिल्कोमा यहाँ चाहिँ अब हाम्रो अहिले चाहिँ यस्तो अब लभ अफ टोकनहरूको चाहिँ चुज गराइ हुँदैछ सिल्कोमा, सिलगढीमा। यहाँ चाहिँ यस्तो रहेछ ट्रफीहरू। तपाईँहरू पनि भिजिट गर्नु सक्नुहुन्छ सिल्कोमा चाहिँ। यहाँ हाम्रो दाजुहरू छ यहाँ। सिल्को रिजनेबल होइन त? यस होस् त राजेश दा, के छ? ठिक छ नि? अहिले चाहिँ अब हामी यहाँ यसो फुल दोकानमा आइरहेको छौँ। 25 रुपया तो ज़्यादा हो गया। बहुत सारा लेंगे तो कम करके दीजिए। माला चाहिँ यहाँ चाहिँ अब 25 रुपये भन्दैछ त। अन्त गन्ना का है प्लेट। यहाँ चाहिँ अहिले हामी चाहिँ अब प्लेट किन्नु रहेछ खिरको लागि। हम लोग को तो ज़्यादा से ज़्यादा चाहिए, सस्ता होना चाहिए। सस्ता होगा ना? अबिर ल्याउनु चाहिँ एकदम ढिलो गर्छ। सौदा चाहिँ डरलाग्दो हुँदैछ विश्वकर्मा पूजाको। आज चाहिँ शीतल छ वेदर पनि। यस्तो भिड भइदिइरहेछ यहाँ चाहिँ सामान किन्नेको चाहिँ। लु अब यहाँ हाम्रो दुईजना चाहिँ बोकेर गयो। अब हामी चाहिँ यहाँ माला हेरेको। यहाँ चाहिँ सबैजनाले फोन आफ्नो आफ्नो नयाँ बनायो। अहिले चाहिँ टेम्पर ग्लास खै चाहिँ फोन नयाँ भयो होइन? नयाँ भयो नयाँ भयो रविन्दा है मजा गयो। खै रविन्दाको पनि हेरौँ। 41 ठीक है, 41 ठीक है काका। ज़्यादा दाम नहीं घटा रहा है। 41 कर दीजिए, 41 ठीक है। अब चाहिँ यहाँ हाम्रो सपिङहरू चाहिँ मोटामोटी सकिसक्यो। तर आज गर्दा गर्दा नै यहाँ चाहिँ रात पनि भइसक्यो। अब बिहानदेखिको रात चाहिँ परिसक्यो। अब भिडहरू पनि भइसक्यो। यहाँ चाहिँ हेप्पी भिड हुन्छ। लो गाइस, अब चाहिँ हाम्रो फाइनली सपिङ चाहिँ तुर्यो। अब चाहिँ हामी घरतिर लाग्दैन आँटेको। रात पनि परिसक्यो 8 बजे। अब यहाँ चाहिँ हामी लाग्दै गयो घरतिर।
यहाँ हाम्रो फ्रेन्ड्स दोस्तहरू पनि छ बाई बाई गर्दो दोस्त लागेको अब गरम लु आज दिनभरि टाइम लाग्यो ल बाई बाई सबैजनालाई फेरि भेटौँ त्यस्तै भोलि अब पूजाको भ्लगमा बाई बाई